नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौं पत्रकार महासंघको मतदान सुरु भएको सम्बन्धी प्रसंगबाट। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनको लागि मुलुकका 77 वटा जिल्लामा मतदान प्रक्रिया सुरु भएको छ। बिहान 9 बजेबाट सुरु भएको मतदान प्रक्रिया बेलुका 5 बजेसम्म रहनेछ। तोकिएको मतदान स्थलमा पुगेर आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न सकिने महासंघको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार यस वर्ष जिल्ला र प्रतिष्ठानमा मतदान स्थल तोकिएको छ। उपत्यकामा काठमाडौँ पत्रकार शाखाका सदस्यका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदान स्थल तोकिएको छ। यस्तै एसोसिएटका लागि दशरथ रंगशालामा मतदान स्थल तोकिएको छ भने प्रतिष्ठानका लागि विभिन्न मिडिया हाउसहरूमा मतदान स्थल तोकिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदय त्रिपाठीले कोभिड-19 को संक्रमण पुनः बढे पनि तत्काल बन्दाबन्दी लकडाउन गर्ने सरकारको योजना नरहेको स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकमा मन्त्री त्रिपाठीले पछिल्लो समयमा कोभिड-19 संक्रमण बढिरहेको भन्दै त्यसलाई रोकथामका लागि सरकार तयारी अवस्थामा रहेको बताउनुभयो। समिति अन्तर्गत गठित उपसमितिद्वारा प्रस्तुत प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्ने बताउँदै उहाँले सीमा क्षेत्रमा कडाई गर्ने योजना रहेको जानकारी दिनुभयो। समितिले पछिल्लो समय छिमेकी देशमा कोरोनाको लहर पुनः बढ्दो क्रममा देखिएकाले सरकारले सो सम्बन्धी आवश्यक सतर्कता अपनाउन विशेष पहल गर्नुपर्ने भन्दै उपसमिति गठन गरेको थियो। यही चैत 11 गतेको बैठकमा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समितिका सभापति जयपुरी घरती समक्ष प्रतिवेदन पेश गर्नु भएको थियो। कोभिड संक्रमणको महामारी भविष्यमा पनि आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधा सहितको संरचना तयार गर्न सुझाव उपसमितिले दिएको छ। सर्वसाधारण नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप वितरण कार्यक्रम सरल र प्रभावकारी बनाउन तथा जतिसक्दो चाँडो खोप उपलब्ध गराउन पनि उपसमितिले सुझाव दिएको छ। कोभिड-19 को महामारी बढ्दै गएपछि गत भदौ 9 गते बसेको समितिको बैठकले सांसद श्रेष्ठको संयोजकत्वमा अञ्जना विसंखे, एकवाल मिया, तिलक बहादुर महत छेत्री, नमिता कुमारी चौधरी, सन्त कुमार थारू र सरिता नेउपानी सदस्य रहेको 7 सदस्यीय उपसमिति गठन गरेको थियो। मन्त्री हृदय त्रिपाठीले कोभिड-19 को संक्रमण बढे पनि आन्तरिक आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनु भएको छ। त्रिकाल प्रोडक्सनले आयोजना गरेको नेपाल स्वास्थ्य सम्मेलन 2021 को मंगलबार यहाँ उद्घाटन गर्दै उहाँले छिमेकी मुलुकमा कोभिड-19 को संक्रमण बढे पनि नेपालमा संक्रमण बढ्न नदिने बताउनुभयो। उहाँले भारतमा संक्रमण बढ्दै गएकाले नेपालमा पनि फेरि संक्रमणको जटिलता थपिएको बताउनु भएको छ। उहाँले सीमा नाकामा एन्टिजेन परीक्षण गरेर संक्रमितहरूलाई संक्रमण रोकथाम र नियन्त्रण गरिने जानकारी दिनुभयो। मन्त्री त्रिपाठीले सीमा नाकाबाट आउने संक्रमितलाई राख्न आइसोलेसन क्वारेन्टाइन बनाउने कार्य पनि सुरु गरिएको बताउनु भएको छ। उहाँले सञ्चार माध्यमहरूलाई पनि संक्रमणको त्रास फैलाउने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो। बुधबारदेखि 40 देखि 59 वर्ष उमेर समूहका व्यक्तिहरूलाई उक्त खोप दिइनेछ। सम्मेलनमा नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी वेरीले अमेरिकी सरकारले नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउँदै आएको भन्दै कोभिड-19 को रोकथाम र नियन्त्रणमा सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो। सम्मेलनमा स्वास्थ्य क्षेत्रले भोगिरहेको चुनौती र कमजोरीमाथि छलफल गर्दै सरकारलाई स्वास्थ्य नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्य रहेको छ। सम्मेलनमा स्वास्थ्य साक्षरता, कोभिड-19 महामारी र दिगो विकास लक्ष्य स्वास्थ्य नीति पुनरावलोकन लगायतको विषयमा बहस गरिनेछ। सर्लाहीको धनकौल गाउँपालिकामा 80 जना अपाङ्गता भएका व्यक्तिहरूलाई व्हीलचेयर लगायतका सहयोग सामग्री वितरण गरिएको छ। धनकौल गाउँपालिकाको आर्थिक सहयोगमा परिवर्तन संस्थाद्वारा सञ्चालित अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत सो गाउँपालिकामा बसोबास गर्ने 80 जना अपाङ्गता भएका व्यक्तिहरूलाई व्हीलचेयर, बैशाखी, पंखा, हर्लिक्स लगायतका सामग्री वितरण गरिएको हो। गाउँपालिकाका अध्यक्ष रामश्रय शाहको प्रमुख आतिथ्यतामा हालै सम्पन्न भएको कार्यक्रमका बीच उनीहरूलाई ती सामग्री वितरण गरिएको परिवर्तन संस्थान
ले जानकारी दिएको छ। प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमद लगायतको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता हरिनन्दन अम्बेडकरले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन प्रवीण यादवले गर्नुभएको थियो। सहायता सामग्री आएपछि लक्षित वर्गले गाउँपालिका र संयोजक संस्थालाई धन्यवाद दिएका थिए। भारतको सीतामढीबाट उद्धार गरिएका महोत्तरीको भङ्गाहा नगरपालिका 8 धर्मपुरका 7 किशोरी तथा बालिका गायिका बन्ने अभिलाषा बोकेर भारत गएको निष्कर्ष प्रहरीले निकालेको छ। रिया पासवानलाई गायिका बनाउन उनीहरूले 6 महिना अगाडिदेखि नै योजना बनाएको र सोही अनुसार रियालाई लिएर उनीहरू मुम्बई हिँडेको अनुसन्धानबाट खुलेको प्रहरीले दावी गरेको छ। सधैँ झैं गएको बुधबार दिउँसो करिब 2 बजे घाँस काट्न भन्दै एउटै टोलका 12 वर्षीय सीमा पासवान, 12 वर्षीय रञ्जना पासवान, 13 वर्षीय ज्योति पासवान, 14 वर्षीय रिया, 11 वर्षीय अर्चना पासवान, 17 वर्षीय नगिना पासवान र 20 वर्षीय अस्मिता पासवान बोरा र हँसिया बोकेर घरबाट निस्किएका थिए। घरबाट घाँस काट्ने बहानामा मुम्बई हिँडेकी 7 जना बीच अनौठो मित्रता छ। सबैले एकअर्का बिना रहनै नसक्ने व्यवहार देखाएको ओरेक नेपालकी अधिकृत लीला दयालीले बताउनु भएको छ। उनीहरूमध्ये रिया सबैभन्दा लिडर हुन्। गीत गाउन असाध्यै रुचि भएकी रियाको गायिका बन्ने सपना पूरा गर्न मुम्बई जान लागेको ती बालिका तथा किशोरीहरूले प्रहरी तथा सेफ हाउसलाई बयान दिएका छन्। रिया गायिका बनिसकेपछि अन्य बालिका तथा किशोरीहरूले डान्सर बन्ने सपना बोकेका थिए। उनीहरूले इन्डियन आइडल लगायतका टेलिभिजन शो र टिकटक हेरेर मुम्बई पुगेपछि गायिका बन्न पाइन्छ भन्ने लागेर उता गएको रियाले बताएकी छिन्। दयालीका अनुसार रियालाई गीत गाउनका साथै लेख्नमा समेत उत्तिकै रुचि छ। उनले हिन्दी गीतहरू लेखेको एउटा रजिस्टर समेत फेला परेको छ। धनुषा प्रहरीले 31 वर्षदेखि फरार प्रतिवादीलाई सोमबार पक्राउ गरेको छ। धनुषाको विदेह नगरपालिका वडा नम्बर 4 बस्ने मनिकचन पासवानलाई प्रहरीले पक्राउ गरेको छ। साबिक ठाडी झिजा गाविस वडा नम्बर 8 हाल विदेह नगरपालिका वडा नम्बर 4 बस्ने झपडी पासवान समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विदेह नगरपालिका वडा नम्बर 4 बस्ने मनिकचन समेत भएको ज्यान मार्ने उद्योग मुद्दामा अदालतको 2046 10 महिना 5 गतेको फैसलाले 5 वर्ष कैद सजाय गरेको थियो। उनी फरार रहेकोले प्रदेश प्रहरी कार्यालय, जनकपुर र जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको संयुक्त प्रहरीको टोलीले खोज तलास गर्दै जाने क्रममा सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 16 बाट मानिकचनलाई पक्राउ गरेको हो। उनलाई पक्राउ गरी मंगलबार आवश्यक कारबाहीको लागि धनुषा जिल्ला अदालतमा पेश गरेको छ। विश्वभरमा 10 करोड 72 लाख भन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। आज बिहानसम्ममा 10 करोड 72 लाख 48,070 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वभरमा 13 करोड 30 लाख 2,033 जनामा कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 28 लाख 85,153 जनाको मृत्यु भइसकेको छ। हाल विश्वमा 2 करोड 28 लाख 68 हजार भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्ममा 3 करोड 15 लाख 59 हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 2 करोड 41 लाख 20 हजार भन्दा बढी निको भएका छन् भने 5 लाख 70,247 जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्ममा 1 करोड 27 लाख 79 हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमित मध्ये 1 करोड 17 लाख 89 हजार भन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1,66,208 जना पुगेको छ। नेपालमा हालसम्ममा 2,78,470 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 2,73,455 जना निको भएका छन् भने यहाँ कोरोनाबाट 3,036 जनाले ज्यान गुमाइसकेका छन्। नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा 87,500 रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार बढेर तोलामा 88,000 रुपैयाँ कारोबार भइरहेको हो। यस्तै तेजाबी सुन तोलामा 87,550 रुपैयाँमा कारोबार भएको छ। यसैबीच चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा
1235 रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा 1245 रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। भारतमा एकै दिनमा 1,15,000 नयाँ संक्रमित भेटिएका छन्। यसका साथै 4 अप्रिलमा भेटिएको 1.3 लाख बिरामीको रेकर्ड तोडिएको छ। पछिल्लो 24 घण्टामा 59,700 बिरामी निको भएका छन् भने 630 जनाको मृत्यु भइसकेको छ। यो सँगै सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा 24 घण्टाभित्र सर्वाधिक 54,795 को वृद्धि भइरहेको छ। यसअघि अप्रिल 4 मा 50,438 सक्रिय संक्रमित बढेका थिए। त्यतिबेला यो सबैभन्दा धेरै थियो। नयाँ संक्रमितमा सधैँ झैं सबैभन्दा बढी 55,469 संक्रमित महाराष्ट्रमा भेटिए। 9,921 जना संक्रमित सहित छत्तीसगढ दोस्रो नम्बरमा रहेको छ। कुल सक्रिय संक्रमितमा पनि यो दुई राज्य शीर्ष 2 मा रहेका छन्। महाराष्ट्रमा 4.72 लाख जबकि छत्तीसगढमा 52,445 बिरामीको उपचार चलिरहेको छ। भारतमा हालसम्म करिब 1.28 करोड मानिस यो महामारीको चपेटामा आइसकेका छन्। यी मध्ये करिब 1.18 करोड निको भएका छन् भने 1.66 लाखले ज्यान गुमाइसकेका छन्। इन्डियन प्रिमियर लिग आइपिएल को 14औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ। क्रिकेटको सबैभन्दा रोमाञ्चक प्लेटफर्म मानिने T20 अन्तर्गत भारतका विभिन्न फ्रेन्चाइज टिम बीच हुने यो प्रतियोगितामा यस पटक भने विगतको भन्दा केही पृथक देखिनेछ। आइपिएलका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड BCCI ले केही नयाँ नियम बनाएको छ भने केही नियमलाई परिमार्जन गरेको छ, जसले गर्दा आइपिएल को यो सिजनमा दर्शकले भरपूर मनोरञ्जन प्राप्त गर्ने अपेक्षा लिएको आयोजक टिम कमिटीको भनाइ छ। आइपिएल को पहिलो म्याच शुक्रबार साबिक विजेता मुम्बई इन्डियन्स र रोयल्स च्यालेन्जर्स बेंगलोर बीच हुने भएको छ। हौस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे जनकपुर हेर्दै गर्नुहोला। नमस्ते।